आज मिति 2082 साल माघ 9 गते शुक्रबार। तदनुसार जनवरी 23 तारिक सन् 2026 माघ शुक्ल पञ्चमी तिथि, वसन्त पञ्चमी व्रत, सरस्वती पूजा। आज सूर्योदय 6:54 हुनेछ भने सूर्यास्त 5:37 हुनेछ। आज सूर्य धनु राशिमा छन् भने चन्द्रमा कुम्भ राशिमा छन्। आउनुहोस् सुरु गरौँ अब आजको राशिफल। सुरुमा मेष राशि। आर्थिक रूपमा अचानक खर्च बढ्ने सम्भावना हुने हुँदा बजेट मिलाएर अगाडि बढ्नु उत्तम हुन्छ। यात्रा गर्दा सानो अवरोध आउन सक्छ र थकान बढ्ने सम्भावना देखिन्छ। सामाजिक रूपमा पनि सानो मनमुटाव उत्पन्न हुन सक्छ, त्यसैले शान्त र संयमित भएर व्यवहार गर्नु राम्रो हुन्छ। वृष राशि। आज पढाइ लेखाइमा राम्रो प्रगति देखिन्छ र आत्मविश्वास स्वाभाविक रूपमा बढ्छ। यात्रा गर्दा सकारात्मक परिणाम प्राप्त हुन्छ र कामहरू सहज रूपमा अघि बढ्छन्। सामाजिक रूपमा सम्मान बढ्छ र परिवार तथा नजिकका मानिसहरूको राम्रो समर्थन मिल्छ। मिथुन राशि। स्वास्थ्य सामान्य रहन्छ तर घाँटी वा छालामा हल्का समस्या देखिन सक्छ। आर्थिक रूपमा नयाँ अवसर देखिन्छ र आम्दानी वृद्धि हुने सम्भावना बलियो हुन्छ। यात्रा रमाइलो र उपयोगी बन्छ, जसले नयाँ कुरामा प्रेरणा दिन सक्छ। सामाजिक रूपमा लोकप्रियता बढ्छ र बोली वचन प्रभावशाली देखिन्छ। कर्कट राशि। आर्थिक पक्षमा अनावश्यक खर्च बढेर दबाव महसुस हुन सक्छ। यात्रा गर्दा थकान बढ्ने र अपेक्षित सहजता नपाइने सम्भावना छ। सामाजिक तथा पारिवारिक सम्बन्धमा सानो मनमुटाव उत्पन्न हुन सक्छ, त्यसैले धैर्यपूर्वक व्यवहार गर्नु उत्तम हुन्छ। सिंह राशि। स्वास्थ्य राम्रो रहन्छ र ऊर्जा सहज रूपमा बढेर काम गर्ने क्षमता बलियो हुन्छ। आर्थिक रूपमा व्यापार तथा रोजगार क्षेत्रमा लाभ प्राप्त हुने सम्भावना छ। यात्राबाट नयाँ विचार र प्रेरणा मिल्न सक्छ, जसले काममा नयाँ दिशा दिन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व क्षमता बढ्छ र सम्मान प्राप्ति हुने मौका मिल्छ। कन्या राशि। आज अध्ययनमा उत्कृष्ट एकाग्रता रहन्छ र नयाँ विषय वा सिकाइ सहजै आत्मसात गर्न सकिन्छ। स्वास्थ्य बलियो रहन्छ र शरीर सक्रिय तथा ऊर्जावान महसुस हुन्छ। आर्थिक रूपमा प्रगति देखिन्छ र रोकिएका कामहरू पूरा हुन सक्छन्। छोटो यात्रा लाभदायी बन्नेछ र कामहरू सहजतापूर्वक अघि बढ्नेछ। सामाजिक रूपमा परिवार र साथीहरूको समर्थन बढ्छ र सम्मान वृद्धि हुन्छ। तुला राशि। आज पुराना नोट र विषयहरू दोहोर्याएर पढ्दा राम्रो नतिजा प्राप्त हुन्छ। स्वास्थ्यमा थकान बढ्छ र निद्रा पर्याप्त नहुँदा मन अलिक अशान्त हुने सम्भावना छ। आर्थिक पक्षमा खर्च बढ्ने भएकाले सावधानी अपनाउनु पर्छ। यात्रा आज त्यति फलदायी नहुने भएकाले अत्यावश्यक परि मात्र यात्रा गर्नु राम्रो हुन्छ। सामाजिक रूपमा आजको दिन शान्त रहन्छ र आत्मविश्लेषण तथा एक्लै बस्ने इच्छा बढ्न सक्छ। वृश्चिक राशि। अध्ययन तथा अनुसन्धानमा राम्रो सफलता मिल्छ र गहिरो विषय बुझ्न सजिलो हुन्छ। स्वास्थ्यमा ऊर्जा बढेर उत्साह उच्च रहन्छ। आर्थिक रूपमा नयाँ अवसर प्राप्त हुन्छ र आम्दानी बढ्ने सङ्केत देखिन्छ। काम धन्दा सम्बन्धी यात्रा सफल बन्नेछ र सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक रूपमा आकर्षण बढ्छ र व्यक्तित्व प्रभावशाली देखिने भएकाले सम्मान वृद्धि हुन्छ। धनु राशि। आज उच्च शिक्षा, नयाँ सिकाइ वा अध्ययन योजनातर्फ मन आकर्षित हुन्छ। स्वास्थ्यमा मानसिक थकान बढ्न सक्छ तर शारीरिक रूपमा अवस्था सामान्य रहन्छ। आर्थिक रूपमा प्रगति हुन्छ तर महत्त्वपूर्ण निर्णयमा धैर्य राख्नु आवश्यक हुन्छ। टाढाको यात्रा सफल र ज्ञानवृद्धिक बन्ने सम्भावना छ। सामाजिक क्षेत्रमा ठूलो व्यक्ति वा अधिकारीबाट सहयोग प्राप्त हुन सक्छ। मकर राशि। आज रिसर्च, विश्लेषण तथा सूक्ष्म कामहरूमा राम्रो सफलता प्राप्त हुन्छ। स्वास्थ्य मध्यम रहन्छ र कहिलेकाहीँ ऊर्जा कम भइरहेको अनुभूति हुन सक्छ। आर्थिक रूपमा रोकिएको पैसा फिर्ता आउने र स्थिरता बढ्ने सङ्केत छ। कामका लागि गरिएको यात्रा सफल रहन्छ र अवरोध हट्नेछ। कुम्भ राशि। समूह अध्ययन वा छलफलबाट उपयोगी ज्ञान प्राप्त हुन्छ र विचारहरू स्पष्ट बन्छन्। स्वास्थ्यमा घाँटी, तनाव वा सामान्य समस्या देखिन सक्छ। आर्थिक क्षेत्रमा अवसर देखिए पनि हतारमा निर्णय लिँदा जोखिम बढ्न सक्छ, त्यसैले सोचेर निर्णय लिनु राम्रो हुन्छ। काम वा मिटिङ सम्बन्धी यात्रा सफल बन्छ। सामाजिक क्षेत्रमा इगो नियन्त्रणमा राखेमा सम्बन्ध सहज र सहयोगी बन्नेछ। अन्त्यमा मीन राशि। स्वास्थ्यमा पेट, पाचन वा थकानको समस्या बढ्न सक्छ, त्यसैले आराम आवश्यक हुन्छ। आर्थिक रूपमा खर्च बढेर दबाव महसुस हुन सक्छ र आज कर्जा लिनु उचित हुँदैन। यात्रामा अवरोध वा ढिलाइ हुने सम्भावना छ। सामाजिक रूपमा संवेदनशीलता बढ्ने भएकाले धैर्य र शान्त स्वभावले परिस्थिति सहज बनाउँछ।
दर्शकवृन्द, आजको राशिफल जे जस्तो भए पनि तपाईँको दिन शुभ बितोस्। हामी भोलि फेरि नयाँ राशिफलका साथ उपस्थित हुने नै छौँ। सूचना, जानकारी र मनोरञ्जनका लागि सूत्र टिभी हेर्दै गर्नुहोला।